आज चाहिँ म गाउँमा हिँड्दैछु। साउनको 1 गते पानी पनि परिरहेछ। छाता उडाउँ भने मसिनो पानी छ, तर ठुलो आयो भने त छाता खोल्नु पर्ने हुन्छ। यस्तै छ है गाउँघरको बाटो। हेर्नु त कस्तो आनन्द, फ्रेस, छुट्टै इनर्जी आउँछ कि गाउँघरको बाटोमा हिँड्दाखेरि। त्यहीसम्म बाटो सहरमा हिँड्दा कस्तो अल्छी लाएर हिँडौँ किन हिँडौँ हुन्छ त। गाउँमा हिँड्दा चाहिँ एकदम इनर्जी लेभलै हाई हुन्छ। इनर्जी लेभल एकदम हाई छ। के हो, अक्सिजन पर्याप्त मात्रामा भएर हो कि, गाउँ भएर हो कि, प्रदूषण मुक्त ठाउँ भएर हो कि, गाउँमा हिँड्दा छुट्टै मजा छ हजुर। जिन्दगी चाहिँ गाउँमै रमाइलो, तर के गर्नु, 1-2टा कुराको सुविधा नहुनाले सहर बस्न बाध्य परियो। तर बुढेसकालमा त गाउँ नै आएर बसिन्छ होला हो। पहिला अलिकति सहरमा बसेर पैसा कमाऊ अनि गाउँमै आएर बसौँला भन्यो। आजभन्दा भोलिभन्दा आधी उमेर गइसक्यो, पैसा कमाउनु चाहिँ कहिले थाहा भएन। हेर्नु त कति रमाइलो छ गाउँमा, कति आनन्द छ हेर्नु त। जताहेरि नै हरियाली, आनन्द। तपाईँहरू के गर्नुहुन्छ? बुढेसकालमा गाउँ नै आएर बस्ने नि त पैसा कमाएर। त्यो बेलासम्म त सरकारले पनि केही नयाँ सेवा सुविधा थप्ला नि हो। अहिले पो भएन त, त्यो भोलि पर्सिसम्म त होला नि, होइन र?